Aspire Coaching and Motivation presents Voices That Matter, where stories become impact. थ्याङ्क यू सो मच सबैजनालाई। म हल्का नर्भस छु, मैले केही प्रिपेयर गरेको छैन। म खासमा आएँ मेरो मनको कुरा खुलेर भनौँ भनेर। हल्का इङ्ग्लिसमा पनि जान सक्छ, नेपालीमा पनि जान सक्छ, त्यही भएर I'm 28 years old. When I came to Australia, म 8 वर्ष थियो अस्ट्रेलियामा आउँदाखेरि। म आउँदाखेरि मसँग प्लेनमा हुनुहुन्थ्यो हजुरआमा, मम्मी र दादा। सबैले सोध्नुहुन्छ दिशान्त आयो तिम्रो के नै स्ट्रगल हो र ल, होइन बाबा मम्मीसँग आयो होइन, हामीले स्टुडेन्ट बन्नु परेन, तिम्रो सानो उमेरमा आउँदाखेरि तिम्रो त जिन्दगी बनिसक्यो। तर त्यो सानो फुच्चेको इच्छा, त्यो सानो फुच्चेको हुर्किँदाखेरिको त्यो मेहनत देखेको कुरा अर्कै हुन्छ। म कन्फ्युज भएँ, म नेपाली हो कि अस्ट्रेलियन हो, होइन अस्ट्रेलियामा बस्छु, ला नेपालमा त बेस्ट होला यार लाग्ने, नेपाल जान्छु ए अस्ट्रेलियामा त कति राम्रो छ यो भन्दा भन्ने, होइन। सुरुबाट प्लेनमा आयौँ होइन, त्यो बेलामा आउँदाखेरि एयरप्लेनमा आयौँ, टोइलेट सिट हुन्छ नि होइन, टोइलेट सिट देखेँ, ओ यहाँ त टोइलेट सिट हुँदो रहेछ है, अनि टोइलेट गरेँ, पानी त छैन त हो, टोइलेट पेपर मात्र छ, के गर्ने होला होइन। 8 वर्षको फुच्चे है म। अनि त्यसपछि यसो पढ्न थालेँ, के लेखा रहेछ त, डोन्ट फ्लस एनिथिङ डाउन टोइलेट भन्छ, टोइलेटमा केही फ्लस गर्नु हुँदैन भन्यो। ल ओके होइन, पुछेँ मैले, अब के गर्नु त यसलाई, ए बिनमा हालिदिएँ। अनि प्लेनभित्र गएँ, सिटमा बसेँ, आमा त्यो टोइलेट छ है यहाँ पानी छैन, यो पुस्ने रे बिनमा। थाहा थिएन। त्यसपछि हामी क्यानबेरा ल्यान्ड भयौँ, क्यानबेरा ल्यान्ड हुँदा हुँदै हाम्रो घर गयौँ होइन। यसो हेर्छु घरमा जाँदाखेरि यहाँ नि त्यही छ त, टोइलेट नो पानी टोइलेट पेपर। ल ठिक छ आमा, यहाँ नि त्यही स्टाइल हो है। त्यो हाम्रो सफा गर्ने हुन्छ नि यस्तो गरेर टोइलेट घोट्ने, पुस्ने त्यो हाल्ने यहाँ हाल्ने होइन। एक दिन पास भयो, 2 दिन पास गयो, अनि मेरो मम्मीले भनेर चिच्चाउनु भयो, पुरा यहाँ आउनु त यहाँ त टोइलेट पेपर भरि यो के हो भनेर है। मलाई त्यो बेलामा थाहा भयो हामी भनेको नट नलेजेबल होइन, हामीलाई जस्ट रुल्सहरू थाहा छैन होइन। अस्ट्रेलियामा डिफ्रेन्ट रुल्सहरू डिफ्रेन्ट कुराहरू हुन्छ। इभन इक्जाम्पल फर नाउ, म कोही नेपालीको घर गयो भने थाहा हुँदैन जुत्ता खोल्ने कि नलाउने, जाने हो कि जुत्ता खोलेर के गर्ने। म मेरो साथी घर गयो भने म जस्तो लाएर ओछ्यानमा बसेर सोफामा बसेर जुत्ता लाएर बसिन्छन् होइन। म अहिलेसम्म पनि कन्फ्युज हुन्छु क्या त्यो कुराले होइन। अहिले आउँदाखेरि पनि मलाई थाहा छैन इङ्ग्लिसमा बोल्ने हो कि नेपालीमा बोल्ने हो होइन। अनि त्यो गर्दा गर्दा गर्दै मैले तर त्यो हुँदै गरेँ, त्यस्तो भयो। अनि म जम्मा 13 वर्ष त्यही मैले काम गर्न सुरु गरेको। काम गर्न किन सुरु गरेँ त मैले त्यति उमेरमा, त्यो त थिएन होला नि त होइन। किनकि हामी अस्ट्रेलिया आइसकेपछि यहाँको सबै कुरा देख्दाखेरि के हुन्छ भनेदेखि सबैले काम गरे हुन्छ, हस्बेन्ड वाइफ सबैले होइन। नेपालमा हुँदाखेरि मम्मी बस्नुहुन्थ्यो, बाबाले काम गर्नुहुन्थ्यो, आउनुहुन्थ्यो। यहाँ आइसकेपछि दादाले पनि काम गर्नुभएको छ, मम्मीले पनि काम गर्नुहुन्छ, बाबाले पनि काम गर्नुभएको छ। किन त, के रहेछ त यो काम भनेको कुरा चाहिँ के रहेछ त होइन। पैसा ठुलो कुरो रहेछ त होइन, सबैलाई त्यही चाहियो हो त। अनि मैले 13 वर्ष थिएँ, ल मन त्यही गर्ने हो भनेर। जब मैले काम गर्न थालेँ, जब पाउँथेँ म गएँ केएफसीमा काम गरेँ। 4 बजेदेखि मेरो स्कुल 3 बजे सकिन्थ्यो, 4 बजे काम सुरु गऱ्यो, 11 बजे सकियो, भोलि बिहान स्कुल गयो, फेरि आएँ त्यही गऱ्यो है। अनि त्यो काम गर्दा गर्दै मेरो पढाइ त लत्तै सक्यो। पढाइ भनेको थाहा छैन होइन। त्यो काम गर्दा गर्दै कहाँ काम गरेँ मैले। अहिलेसम्म काम गरेको भनेको किचन ह्यान्ड गरेँ, मैले केएफसीमा सबै काम गरेँ, मैले ट्रक चलाएँ 4 वर्ष, ट्रक लाइसेन्स निकालेँ, मैले एजुकेसन कन्सल्टेन्ट काम गरेँ, मैले ड्राइभिङ इन्स्ट्रक्टर हो, क्यानबेराको सबभन्दा यङ्गेस्ट ड्राइभिङ इन्स्ट्रक्टर म बनेँ। म जस्टिस अफ द पिस अफ क्यानबेराको हो, म रियल इस्टेट एजेन्ट, अक्सनियर पनि हो, एनआरएनको ट्रेजरर पनि हो। किन मैले गरेँ भनेदेखि मलाई यो बटुल्न, मलाई त्यो पढाइले इन्ट्रेस्ट नभएर हो होइन। तर त्यो सानो उमेरदेखि काम गर्दा गर्दै 13 वर्षदेखि मैले मेरो सबै पैसाहरू मेरो मम्मी बाबालाई दिएको है। मलाई त्यस्तो पैसाहरू केही चाहिएको थिएन। किन भन्दाखेरि जब म साथीहरूको घरमा जान्थेँ, उनीहरूको आफ्नै रुम, आफ्नै कोठा, आफ्नै सबै कुरा हुन्थ्यो।
सोच्नु हामीले स्ट्रगल गर्दाखेरि सानो फुच्चेलाई त्यो स्ट्रगल देख्दाखेरि कस्तो होला हाम्रो यो उमेरमा त्यो स्ट्रगल छ भनेदेखि हाम्रो सानो 18, 8, 9, 10, 11 वर्षको त्यो फुच्चेले त्यो स्ट्रगल देख्दाखेरि एकजनाले 1 बेड 3 बेडरुम अपार्टमेन्टमा 3वटा फ्यामिली बसेको छ उनीहरूको साथी घर जाँदाखेरि त्यस्तो छैन उनीहरूको आफ्नै बेड आफ्नै लुगा आफ्नै हुन्छ नि त्यो भएर चाहिँ मलाई लाग्यो ल हाम्रो मेन अब्जेक्टिभ भनेको मेरो आमा बुवालाई खुसी बनाउने हो उहाँहरूलाई जे चिन्छ म दिने हो अनि त्यही भएर मैले सबै कुरा मम्मी बाबालाई दिएको हाम्रो फर्स्ट घर अहिले बोनरमा छ अहिले पनि त्यही छ त्यही भएर म रियल इस्टेट पनि छिरेको त्यही खुसी अरूले पाओस् भनेर त्यो गर्दा गर्दै म स्टोरीलाई यति नै समयसम्म एन्ड गरिदिन्छु किनकि म भर्खर 28 इयर्स भएँ होइन मेरो अझै लङ जर्नी नै बाँकी छ अब यो कहानी पहिले पछि कुरा गरौँला थ्याङ्क यू Principally supported by Aussie Finance and Home Loans Canberra. Supported by GTM Property Solutions, Starlink Mortgage and Finances, Everest Auto Repair and Workshop, Safari Travel and Tours Australia, Success Education and Visa Services, Lumini Grocery and Nepali Mart. Videography partner, Samay Photography. Media partners, Aviyukta and What's Happening Australia. Content creation partner, The Osmiso. Sound partner, DJ BJ. Venue partner, The Chimney Nepalese Restaurant and Bar. Photography partner, Prakash Khanal Photography. Stay tuned for stories and other contents.